नमस्कार। राष्ट्रिय सहकारी नियमन प्राधिकरण एनसिआरएबाट बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण गर्ने मापदण्ड 2082 अनुरूप सहकारी दर्ता अभिलेखीकरण प्रयोजनार्थ तयार गरिएको विद्युतीय दर्ता प्रणाली एफसिआरएसमा यहाँहरूलाई स्वागत छ। यस प्रणालीमा हजुरहरूले आफ्नो सहकारी संस्थाको विवरण प्रविष्टि गरी विद्युतीय प्रणाली मार्फत नै प्राधिकरणमा दर्ता गर्न, स्वीकृत लिन र दर्ता प्रमाणपत्र लिन सक्नुहुन्छ। अब हामी यस प्रणालीमा आफ्नो सहकारीको विवरण कसरी प्रविष्ट गर्ने र सहकारी दर्ता गर्ने भनेर विस्तृत रूपमा हेर्नेछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ fcrs.ncra.gov.in। हजुरहरू आफ्नो कम्प्युटरको ब्राउजरमा यसरी fcrs यो युआरएल राखेर इन्टर गर्नुभयो भने यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ, जसमा नेसनल कोअपरेटिभ्स रेगुलेटरी अथोरिटी भनेर आउँछ। यस्तो इन्टरफेस हजुरहरूले देख्न सक्नुहुन्छ। साइन इन टु योर एकाउन्ट भनेर छ। साइन इन टु योर एकाउन्ट भनेको हजुरहरूले यस प्रणालीमा सहकारीको पूर्ण विवरण प्रविष्टि गरी प्राधिकरणले स्वीकृत गरी हजुरहरूको जुन रजिस्टर गर्दा बखतको आधिकारिक इमेल राख्नुपर्ने हुन्छ, त्यो इमेलमा नै हजुरहरूलाई वान टाइम पासवर्ड आउँछ। त्यो पासवर्ड हजुरहरूले रिसेट गरेर आफ्नो नयाँ पासवर्ड राखिसक्नुभयो र त्यो इमेल र पासवर्ड यसरी यहाँ राखेर साइन इन गर्नुभयो भने हजुरहरू यस प्रणालीभित्र इन्टर गर्न सक्नुहुन्छ। यदि हजुरहरू आफ्नो सहकारी दर्ता गर्न पहिलोपटक यस सिस्टममा आउनुभएको छ भने चाहिँ फर्स्टमा हजुरहरूले रजिस्टर प्रोसेसलाई अगाडि बढाउनु पर्ने हुन्छ। त्यो रजिस्टर प्रोसेसलाई कसरी अगाडि बढाउने यसमा देख्न सक्नुहुन्छ, क्लिक भनेर छ। त्यस्तै गरेर रजिस्टर योर फाइनेन्सियल कोअपरेटिभ्स नाउ भनेर अर्को छ रजिस्टर। यो तीनमध्ये हजुरले जुन कुनैमा क्लिक गरेर जान सक्नुहुन्छ। मैले सपोज एउटा रजिस्टर योर फाइनेन्सियल कोअपरेटिभ्स नाउमा क्लिक गरेँ। क्लिक गरिसकेपछि यस्तो इन्टरफेस देख्न सक्नुहुन्छ, साइन अप विथ इमेल भनेर। यो पेजमा आइसकेपछि हजुरहरूले यो रातो अक्षरमा दिएको कुरालाई ध्यानपूर्वक पढ्नुहोला। मैले एकपटक पढेँ। सहकारी नियमन प्राधिकरणको यस प्रणालीमा दर्ता हुनका लागि सहकारी संस्थाको आधिकारिक इमेल तथा मोबाइल नम्बर टाइप गर्नुहोस् र रजिस्टरमा क्लिक गर्नुहोस्। लगइन कोड मोबाइलको मेसेजमा प्राप्त हुनेछ। एकपटक लिएको लगइन कोडको समयावधि 7 दिन 168 घन्टासम्म हुनेछ। कोडको समयावधिभित्र पुनः रजिस्टर नगर्नुहोला। यसमा देख्न सक्नुहुन्छ इमेल र मोबाइल नम्बर राख्ने ठाउँ छ। त्यसमा हजुरहरूले इमेल राख्दा आफ्नो सहकारीको आधिकारिक इमेल राख्नुपर्ने हुन्छ, किनभने यदि हजुरहरूले कसैको व्यक्तिगत इमेल राख्नुभयो भने भविष्यमा सम्बन्धित व्यक्ति उपलब्ध हुनु भएन भने सिस्टम ह्यान्डओभर गर्न समस्या आउन सक्छ र यस प्रणालीसँग सम्बन्धित या अन्य महत्त्वपूर्ण जानकारीहरू हजुरहरूको यस इमेलमा नै प्राप्त हुने भएकाले सहकारीको आधिकारिक इमेल नै राख्नुहोला। त्यसै गरेर मोबाइल नम्बर छ। मोबाइल नम्बर राख्दा हजुरले ध्यान दिनुपर्ने कुरा, हजुरहरूले कुनै कन्ट्री कोड राख्न मिल्दैन। जस्तो कि अगाडि +977 यस्तो कोड केही पनि राख्नु मिल्दैन। 10 डिजिटको मोबाइल नम्बरै राख्नुपर्ने हुन्छ, जो सञ्चालनमा भइरहेको मोबाइल नम्बर राख्नुपर्ने हुन्छ। कि हजुरहरूले त्यसमा आएको लगइन कोड राख्नु। मैले एउटा इमेल राखेर हेरेँ। त्यसै गरेर मैले एउटा इमेल र फोन नम्बर राख्छु। अर्को कुरा यसमा के भनेको छ भने लगइन गरेको मैले इमेल र फोन नम्बर राखेर अब मैले रजिस्टर गरेँ भने मेरो यो मोबाइल नम्बरमा लगइन कोड आउँछ। जुन लगइन कोड राखेर मैले रजिस्टर प्रोसेसलाई अगाडि बढाउनु पर्ने हुन्छ र यो लगइन कोडको समयावधि हुन्छ 7 दिन। 7 दिनभित्रसम्म हजुरहरूले प्राप्त गरेको मोबाइल नम्बरमा प्राप्त गरेको लगइन कोड युज गर्न सक्नुहुन्छ। 7 दिन कटिसक्यो, 7 दिनभन्दा धेरै भयो भने हजुरहरूले सेम यही प्रोसेसले नै फेरि लगइन कोड लिन सक्नुहुन्छ र 7 दिनभन्दा अगाडि फेरि यसरी रजिस्टर गरेर लगइन कोड नलिनुहोला। लगइन कोड यो लगइन कोडको समयावधि हुन्छ 7 दिन। हजुरहरूले 7 दिनभित्रमा रजिस्टर प्रोसेस कम्प्लिट गर्नु भएन भने फेरि 7 दिन कटिसक्यो, एक्सपायर भइसक्यो लगइन कोड भने फेरि सेम प्रोसेसले नै हजुरहरूले लगइन कोड लिन सक्नुहुन्छ र 7 दिनभन्दा अगाडि हजुरहरूले फेरि लगइन कोड लिने प्रयास नगर्नुहोला। र मैले यसरी इमेल र मोबाइल नम्बर राखेँ। अब मैले यो राखेर रजिस्टर गरेँ भने यसरी डाइरेक्ट तपाईँको मोबाइल नम्बरमा प्राप्त भएको लगइन कोड प्रविष्टि गर्नुहोला भनेर यो लगइन कोड राख्ने मात्रै पेज आउँछ। यसरी मेरो मोबाइल नम्बरमा प्राप्त भएको लगइन कोड यसरी यहाँ इन्टर गर्छु। मैले यसरी लगइन कोड राखिसकेँ। अब राखिसकेपछि मैले भेरिफाई ओटिपी गर्छु। भेरिफाई ओटिपी गरेपछि ओटिपी भेरिफाइड सक्सेसफुली भनेर हजुरहरू यसो कोअपरेटिभ रजिस्ट्रेसन फर्ममा आउनुहुन्छ र यो हामीले यस प्रणालीमा फर्स्ट टाइम इन्टर गरिसकेपछि पहिलोपटक आफ्नो जिमेल र मोबाइल नम्बर रजिस्टर राखेर हामीले रजिस्टर गऱ्यौँ भने यस्तो आउँछ। र यदि हामीले अब मैले यसमा ब्याक गएर
जस्तो मैले अब मैले त एकपल्ट कोड लिइसकेको छु नि त। अब फेरि मैले आज नै या 7 दिनभित्रसम्म फेरि यसरी इमेल, मोबाइल नम्बर नराखिकन म कन्टिन्यू विथ प्रिभियस लगइन कोड त्यसको लागि मैले रजिस्टर गरेर राखेको जिमेल थियो, त्यसरी जिमेल राख्नुपर्ने हुन्छ। अब मैले सेकेन्ड टाइम, थर्ड टाइम लगइन गर्दा चाहिँ यसरी मैले पहिलोपटक मैले रजिस्टर गर्दा लगइन कोड राख्ने मात्रै ठाउँ आउँछ भने मैले दोस्रो पटकबाट 7 दिनभित्रसम्म जति पटक मैले लगइन गर्छु त्यो गर्ने क्रममा चाहिँ हजुरहरूको यसरी इमेल र लगइन कोड राख्नुपर्छ। लगइन कोड चाहिँ मैले प्राप्त गरेको जुन पुरानो नै लगइन कोड राख्नुपर्ने हुन्छ। यसरी मैले यो इमेल र लगइन कोड राखेँ। अब भेरिफाई लगइन, अब फेरि लगइन कोड भेरिफाई सक्सेसफुली भनेर यो पेजमा आएँ। र हजुरहरूले त्यो लगइन कोड राख्दा ध्यान दिनुपर्ने, यदि हजुरहरूले 7 दिन नपुग्दै फेरि रजिस्टर गरेर फेरि कोड लिनुभयो भने हजुरहरूले फेरि लिएको नयाँ लेटेस्ट कोडलाई राख्नुपर्ने हुन्छ। त्यति बेला चाहिँ हजुरहरूले फेरि पुरानो कोड राखेर यसरी यहाँ लगइन गर्न खोज्नुभयो भने चाहिँ लगइन हुँदैन। त्यो कुरालाई ध्यान दिनु होला होइन। र हजुरहरूले त्यो लगइन कोड आधिकारिक व्यक्तिबाहेक अरूमा सेयर पनि नगरिदिनु होला।